Hello everyone, Namaskar. Welcome to my Vlog Nepal YouTube channel. हजुरहरूलाई शिखर राईको YouTube च्यानलमा स्वागत छ र भनौँ आज साथीहरू है दसैँ लागिरहेछ भन्नुपर्छ है। भनौँ न यहाँ भनौँ न दसैँ लागेर भनौँ है यहाँ टिकटक बनाउँदै फोटो खिच्दै भनौँ न हैन रोडमा आइएको छ भनौँ न हैन कपडा यसो टक्क भनौँ न सरसफाइ गरेर हैन कपडाहरू लाएर रोडमा आएर र भनौँ न हैन टिकटक बनाउँदै फोटो बनाउँदै भ्लग बनाउँदै भनौँ न रोडतिर आएको छु भन्नुपर्छ साथीहरू। र साथीहरू भनौँ न हैन यसपालिको दसैँ भनौँ न हैन दसैँ जस्तो जस्तो पनि खासै लागेन भनौँ न हैन। दसैँ जस्तो त केटाकेटीमा चाहिँ हैन दसैँ जस्तो नै हुन्थ्यो भनौँ न हैन। केटाकेटीमा चाहिँ अब धेरै रहरहरू हुन्थ्यो भनौँ न हैन। मामालाई जाने, नयाँ नयाँ लुगा कपडा लाउने हैन, मिठो मिठो खाने त्यस्तो नि हुन्थ्यो हैन। अब जब अलिक उमेर आउँछ नि जब हैन त्यस पछाडि त त्यति वास्ताशील पनि नहुने भनौँ न हैन। व्यावहारिक भएपछि हैन व्यावहार जिन्दगीको टेन्सन भनौँ न हैन केही जिन्दगीमा उद्देश्य लक्ष्यहरू हुन्छ हैन। त्यो लक्ष्यहरू पुरा गर्न ध्यान हुने हैन। अब सानो केटाकेटी बालापनमा जस्तो चाहिँ नहुने भनौँ न हैन। यसपालिको दसैँ तिहार चाहिँ भनौँ न हैन कहीँ गइएन है साथीहरू भन्नुपर्छ हैन। डुल्न घुम्न नि गइएन आज जानु भनेको हैन मौसम पानीले गर्दा चाहिँ गइएन भनौँ न हैन। माथि लेकतिर डुल्न जाउँ भनेको र भनौँ न हैन पिङहरू पनि थापेन भनौँ न हैन। हाम्रो ठाउँमा चाहिँ थापेन पिङहरू किनकि अरू ठाउँमा चाहिँ थाप्यो होला सायद। उहिले जस्तो भनौँ न उहिले भने धेरै राम्रो राम्रो थाप्थ्यो भनौँ न उहिलेको पुर्खा बाउबाजेहरूले चाहिँ भनौँ न अब मेलै लाग्ने हैन। जब अब हैन दसैँ तिहारमा रमाइलो हुने हैन परदेशीहरू आउने अब हैन धेरै राम्रो हुन्थ्यो। उहिले भन्दा अहिले धेरै परिवर्तनशील छ भन्नुपर्छ। अहिले भनेको भनौँ न यस्तो पिङहरू थाप्दैन भनौँ न हैन। अब टिका लाउने प्रचलनहरू पनि हटिसक्यो भनौँ न हैन। हाम्रो ठाउँतिर चाहिँ भनौँ न हैन प्रायः जसोले लाउँछ पनि हैन। हाम्रो ठाउँमा चाहिँ भनौँ न टिका हाल्ने चलन पनि हामीले पनि हालिन्थ्यो र अहिले चाहिँ हालिँदैन भनौँ न हैन। यसको मतलब यो होइन कि संस्कार संस्कृतिलाई भुल्नुपर्छ भन्ने। संस्कार संस्कृतिलाई चाहिँ हामीले प्रोत्साहन गरेर भनौँ न यसलाई चाहिँ कुन तरिकाले जोगाउन सकिन्छ संरक्षण गर्न सकिन्छ त्यो आधारमा हामीले चाहिँ जोगाउन नि पर्छ र कहिले भुल्नु हुँदैन हाम्रो संस्कार संस्कृतिहरू। र भनौँ न हैन हाम्रो ठाउँमा चाहिँ पिङ हाल्ने क्रम चाहिँ जारी नै हुन्थ्यो सधैँ भनौँ न पिङै बनाउने चाहिँ गरिन्थ्यो। तर पनि पोहोरको साल चाहिँ एकजना दाइ चाहिँ लडेर भनौँ न घाइते हुनुभयो र भनौँ न हस्पिटलसम्म लगेको छ भन्नुपर्छ हैन। त्यही कारणले चाहिँ अहिले भनौँ पिङहरू नि बनाइएको छैन यस साल चाहिँ भनौँ न हैन। भनौँ आज टिकाको दिन है अस्तिको दिन भन्टोलो भाइहरूले भाले गेम गराएर रहेछ र भाले गेम खेल्न गयो भनौँ है। रमाइलो भयो भनौँ हैन। हरियो भालसँग रमाइलो भयो भनौँ न हैन। अब पेनल्टीमा गएर हरियो भनौँ न हैन। 10-12 टिम भएको थियो त्यो टिममा अब हामी नि सेमी छिरिसकेको मान्छे अब पेनल्टीमा हरियो भनौँ न हैन। थर्ड चौथोसम्म भयो भनौँ न हैन। पेनल्टीमा हरियो भनौँ रमाइलो भयो भनौँ न हैन। दसैँ त्यस्तै फुलपातीको दिन चाहिँ त्यस्तो भयो र हिजो भनौँ घरतिरै बस्यो भन्नुपर्छ। अब गाउँघरमा अब हैन राँगा काट्ने सुँगुर काट्ने खसीदेखि लिएर जे हुन्छ हैन। अब संस्कार अनुसार गर्ने भनौँ न हैन। अब पूजापाठहरू गर्ने त्यस्तै हैन नेपालमा चाहिँ प्रचलन रहेको छ र भनौँ न हैन त्यस्तै रमाइलो तरिकाले भनौँ न 2082 साल चाहिँ भनौँ न बित्यो भन्नुपर्छ साथीहरू। ओके हजुरहरूको पनि कस्तो भयो दसैँ तिहारहरू कमेन्ट्स गर्नु होला र हजुरहरूले सेयर सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनु होला र छेउमा रहेको बेल आइकन अल अफ सेलेक्ट गर्न नबिर्सनु होला साथीहरू। र प्लिज एकचोटि फेरि पनि भन्छु हजुरहरूले मलाई सपोर्ट गर्नु होला। सब्सक्राइब गर्न भएको छैन भने जतिजनाले अहिले मेरो भिडियो हेरिदिनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला। ओके थ्याङ्क यू। जय नेपाल। थ्याङ्क यू फर
वाच भिडियो।